लिस्ट डेभलप कन्ट्रीबाट डेभलपिङ कन्ट्रीमा जाने अथवा डेभलपिङ कन्ट्रीबाट डेभलप कन्ट्रीमा जानेमा हाम्रै छिमेकी राष्ट्र चीन चाइना चाहिँ अस्ति भर्खरै डेभलपिङबाट डेभलपमा गएको थियो, जबकि त्यो डेभलपमेन्टको पराकाष्ठा नागिसकेको देश हो त्यो। यो कुराहरू चाहिँ एकदमै स्ट्र्याटेजिक रूपमा सरकारले सोच्नुपर्छ जस्तो लाग्छ। चाइनाको विषयमा एउटा टिप्पणी गर्नुभयो। UN classifies China as upper middle income developing nation still, है, due to disparities in wealth and regional development. So PM is wrong basically. China has not graduated to developed country status. त्यो सच्याउनु पर्ने हो कि यस्ता किसिमका त्रुटिहरू हुन्छन् कि जस्ट र्यान्डमली आएर बोल्दाखेरि मलाई लाग्छ यस्तै नहोस् भन्ने विषयलाई लिएर 3 दिन लिखित गर्नुपर्छ। माननीय सभामुख महोदय, एकदमै कन्फ्युज्ड लागिरहेको छ मलाई आफैलाई। आफै नियमावलीको यो समितिमा थिएँ, तर यो नियमावली हामीले सरासर पढ्दाखेरि आज जे प्रक्रियामा प्रधानमन्त्रीज्यू आउनुभयो त्यो अलि मिलेन कि जस्तो भन्ने हाम्रो बुझाइ छ। तर सम्माननीय ज्यू त्यस्तो गरिमामय कुर्सीमा बस्नु भएको छ, त्यहाँबाट उहाँले रुलिङ गरिरहनु भएको छ। होइन, नियमावलीले त्यसो भन्दैन भन्दै हुनुहुन्छ। एउटा प्रशिक्षण राखिदिन पर्यो। सचिवज्यूहरू यत्रो यहाँ हुनुहुन्छ, यो वास्तविक अर्थ के हो कि यो शब्द पछाडिको जालझेल गर्न हामीसँग नेपालको ब्युरोक्राट्स जस्तो एक्सपर्टिज छैन। हामी सिम्पल माइन्ड लिएर राष्ट्रको निम्ति काम गरौँ भनेर आएका हौँ। यो 3 दिनको प्रश्न जुन भनिएको थियो नि सभामुखले, ती 3 दिन लिखित प्रश्न दिने, यसमा केही थट प्रोसेस त थियो होला नि त पछाडि। किनभने प्रधानमन्त्रीज्यूले यहाँ आएर जवाफ दिनुभयो भेरी एब्स्ट्र्याक्ट, होइन, यसमा केही गम्भीर प्रश्नहरू पनि थिए, उहाँले सम्बोधन गर्न सक्नु भएन, बिर्सिनु भयो। अभियस हो, ह्युमन माइन्ड हो, एकैचोटि सबै उहाँले कम्प्युटर जस्तो प्रोसेस गर्न सक्नुहुन्न। र अर्को कुरा है, यहाँ भन्दै गर्दाखेरि उहाँले चाइनाको विषयमा एउटा टिप्पणी गर्नुभयो। UN classifies China as upper middle income developing nation still, है, due to disparities in wealth and regional development. So PM is wrong basically. China has not graduated to developed country status. त्यो सच्याउनु पर्ने हो कि यस्ता किसिमका त्रुटिहरू हुन्छन् कि जस्ट र्यान्डमली आएर बोल्दाखेरि मलाई लाग्छ यस्तै नहोस् भन्ने विषयलाई लिएर 3 दिन लिखित गर्नुपर्छ भनेको कारण चाहिँ उहाँको त्यहाँबाट आएर त्रुटि हुनु हुँदैन लाइभमा, किन विश्वले हेरिरहेछ। चाइनाले के हेर्ला त यो जवाफमा? प्रधानमन्त्रीले आज चाइनाबारे दिएको टिप्पणी, चाइनाले त्यसलाई कसरी विश्लेषण गर्ला? कुनै देशको बारेमा मेरो प्रधानमन्त्रीले बोलेको कुरालाई भोलि अर्को देशको दूतावासले यहाँ खण्डन निकाल्न सक्छ? यही थट प्रोसेस थियो हो र त? यो एउटा प्रोसेसमा जाउँ भनेको थियो। एक्चुअली सभामुख महोदयले चाहिँ आज जसरी रुलिङ गरिदिनु भयो त्यो सही हो भने कुन आधारमा हो? त्यो बेन्चबाट चाहिँ आज जवाफ चाहिँ आएर हाम्रो कन्फ्युजन हटाइदियोस्। वी हेभ नो हार्ड फिलिङ्स। तर यति धेरै कम्प्लिकेट भइरहेको छ।